हेलो साथीहरू, अब म लेडिज ब्याग बोकेर अब बजारतिर जान लागेको होला भन्नुभयो होला हैन। युकेमा आएर पनि यसले एउटा झोला किन्न सकेन कि भन्ने सबैलाई लाग्यो होला है। तर म केही किन्न जान लागेको होइन। अब म त आफू स्टुडेन्ट पर्यो, बुढी डिपेन्डेन्ट, बुढीले काम गर्ने, बुढीको कमाइ खानलाई त बुढीलाई बस स्टपसम्म छोड्न जानै पर्यो हैन बुढी। ल अन द वे टु बस स्टप है। ल गाइस, बाटो काटेर मेन बाटो काटेर पनि अगाडि बढ्दैछौँ। विदेशको गल्ली गल्लीमा डुल्दैछु बुढीको झोला भिरेर। साथीहरू बस स्टपमा जाँदै हामी चाहिँ बस ट्रेन स्टेसनको स्ट्यान्डमा बसाउँछ अगाडितिर यो ट्रेन स्टेसन। ल गाइस, फाइनली स्टपमा पुग्दैछौँ हामी। अब तिम्रो गाडी ल तिम्रो झोला बाई बाई गरिदियो बाई।